ए ल टोली आइपुग्यो अब नमस्ते नमस्ते के हो त काङ्ग्रो चन्नै काङ्ग्रो बोलिरहेको छ त के हो त नि काङ्ग्रो जाने हजुर यतापट्टि खै तर यसको त टपमा झन् खतरा छ यसको दामी छ अब अर्को सान खोज्ने बेला भयो त सोल्टिखेर अब अर्को सान कुन सान जाने उँधो छ क्या हो अरू सान त अब एउटा टेन्ट किन्नुपर्छ अप्ठ्यारो बसेन छैन हाम्रो मलाङ्गे सोल्टी हुनुहुन्छ मिस्टर होमकुमार हामीलाई एकदम गाइडको लागि हिँड्नुभएको छ हेर्नुहोस् तपाईँ यो जुत्ता र यो झोला देखेर नि थाहा पाउनुहुन्छ मान्छे उहाँ चाहिँ को हुनुहुन्छ भनेर ल प्रोफेसनल भाउजू आउनु भएपछि नाच्नु छोड्नु भयो ठ्याक्कै पहिला होइन छोड्नुपर्छ सोल्टीले सबै छोड्नुपर्छ मलाई पोर्को होला नि त कम्ती खानु मलाई चाहिँ फेरि मन पर्दैन क्यामेरामा हेर त उसको चाहिँ फोटै आउँदैन बिचरा तपाईँ जान्छ म बनाइदिन्छु बुढी पनि छ पछि भाइलाई सम्झना हाम्रो काना भाइलाई बुढी त फल्यो भने कति फल्का अस्ति हामी चाहिँ गरिनु अहिले त फुल छ भने किराहरू चाहिँ गर्दै गरौँ है जिउमा झरेर हुन्छ टाउकोमा अनेक गर्थ्यो नि पहिला अहिले जस्तो भने त जारी मुभीमा त्यही देखाएको त लिम्बूहरूको लिम्बू नि साइले चाहिँ राम्रो होला त गाउँदाखेरि लाम्पो गाइदिन्छु त वाइ चाहिँ बेग्लै बोकेर जाने अर्को मात्रै मिसाएर अनि यतै ल्याएर झोलामा पक्क मिसाएर उकालो त यहाँ धेरै उकालो टाढै बाटो छोडिदिनु होइन सक्दैन यिनीहरू हामीभन्दा अगाडि के जान्छ र सिरानी सम्झनीमा त्यो सपानी चाँडै फर्कियो अहिलेसम्मको अलिक उकालो चाहिँ यही रहेछ अहिलेसम्मको अलिक यहाँ त धेरै उकालो छ ल भाउजू तपाईँ पनि ल जानुहोस् हेर्नुहोस् त एउटा मेमोरी हुन्छ नि यता हेर त
재밌어요. उताको भन्दा खतरा नि यो बाटो उताको कस्तो डेन्जर छ हामीले अस्ति पुरा नगरेको पो त उताको त यता माथिसम्म गइएन मलाई त भेट यो लाइन यो अन्त एडभेन्चर हाइकिङ भनेको वाह म झन् खितका छोड्ने बानी छ हजुर अहिले छिटो ल मैले बिस्तारै हिँड्नु है म त हामी छोरा म सकिहाल्छु नि त्यो फोन चाहिँ भित्र हाल्नु यो न चाहिँ मलाई खिचिदिनु न एउटा चाहिँ गाह्रो छ हौ लड्छ है लड्नुहुन्छ पछाडि नजानु ओके वा एउटा चाहिँ मलाई पनि फोटोग्राफी गरेर यस्तो ठाउँ हो रहेछ त उफ आयो गाह्रो एत ल यस्तो भन्दा नि हाइकिङ वाह क्लाइम्बिङ एडभेन्चर वाउ ओहो बिस्तारै समातेर जाम है ल चढ्यो मान्छेले सोरेर लाउनु फोहोर मैला पनि बोकिराख्नु भएको छ कति राम्रो भ्यू लालक्यो बिर्सिहाल्यो जोबन मेरो तिमी मेरो बुढी नाच्छ एकछिन बसी त्यहाँ अब फिलिलिली हेर यसो नाचेको भएन र लाइन पिस हुने यार यस्तो ठाउँमा है भाइ जाने भनेर चाहिँ मलाई आफै त्यस्तो भयो भाग्यमा दाजु भाउजू भन्ने चाहिँ के तिमी फेरि भाग्यमा नि भइस ल यहाँबाट जानु म बनाइदिन्छु अहिले टिकटकमा दुईजनाको ल तपाईँहरूको सबैको पहराको ल अब यहाँ जाम हुने भयो माथिबाट नै आयो तलबाट नि कति दामी पो रहेछ चिप्लिन्छ है भाइ क्यामेरातिर चाहिँ ध्यान नदिनु नि आयो ए माथि खिच्नु पर्छ ल सेभ गरेर राख्नु पर्छ नि यस्तो चिप्ले लिएर
आयो यस्तो रमाइलो स्वर्गमा चढ्यो है कति रमाइलो कति रमाइलो यो त पुरै लडिहाल्ला जस्तो रहेछ त हौ Okay. यस्तो भव्य बनाएर आउनु रहेछ म चाहिँ यहाँ हाल्दा एउटा यसमा खनाइदिनु मासु ए भाइ यो अचार यसमा हाल्नु क्याप्ने यस्तै गरिरहेको ठिकै साउनी मिलिराख्नु रहेछ साह्रो माग उडाउन ए दाजु फुल टिप्ने मन भए अहिलेको टिकटकमा पो त माथि टपमा सब्मिट भइसकेपछि खानु लाग्छ बुढी नखाउ ल जाऊ यहाँ बिरयानी मसौडे र बानीले बनाएर ल्याएको गुन्द्रुक गुन्द्रुक दामी भएछ गुन्द्रुक हो भयो